नमस्ते साथीहरू, फेरि पनि नयाँ भ्लगमा स्वागत छ। यो हामीले भ्लग चाहिँ विराटनगरदेखि सिधै गान्तोकसम्मको बाइक राइडको सम्पूर्ण भिडियो हालेको छौँ। यो बिच बाटोदेखि हामीले भ्लग सुरु गरेको छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला, धन्यवाद। हाल्दै गयो भने कस्तो भाइरल हामीलाई रिसिभ हुन आइसक्यो गाइस गाडी। यो साथीले गर्दाखेरि बाइकमै जाने, गाडीमा जाउँ भनेको उसलाई घुम्नु पर्ने क्या। यहाँ हेर, यही मान्छे हो मलाई बाइकमा यत्रो टाढा ल्याए। गाइस हामी अब जाँदैछौँ बन्जी गर्नु होइन। यहाँ दाइ आइसक्नुभयो। अब हामी यहाँ जाँदैछौँ बन्जी गर्नु होइन। दाइ आइसक्नुभयो हामीलाई रिसिभ गर्न। अब हामी अन द वे छौँ। अब हामी 5 मिनटमा पुग्छौँ लगभग। हेर्नु होला हामी बन्जी हानेको। थोरै नर्भस भइरहेको छु, हार्टबिट बढिरहेको छ। अब जम्प गरेपछि के हुन्छ थाहा सिधा गर्नु, लामो सास फेर्नु, हात डर गर्नु। म काउन्ट गर्छु, तपाईँ टाइप गर्नु है त। ओके, हियर वी गो। 5 4 3 2 1।
Finally! I did it! Finally, I did it, guys. माथि जाँदैछु होइन बडा हिमाल देखेको वेलकम ब्याक कस्तो भयो एक्साइटिङ भयो थ्याङ्क यू सो मच फर कमिङ है त अनि के गाइज हामी घान्द्रुक होइन अब घान्द्रुक जाँदैछौँ होइन स्टे विथ अस अब हामी निस्किसकेपछि अब कति घन्टा लाग्छ घान्द्रुक पुगेर हामी अपडेट दिनेवाला छौँ यहाँ चाहिँ चटपटे खाने क्रममा चाहिँ मैले यो गुन्द्रुकलाई गाजा भनिरहेको 90 रुपिजको पानी हेलो गाइज वी आर वेटिङ फर सनराइज 5 बजी नाइटिसकेको है अब तातो पानी खाँदै बसिरहेको छु अब कति बेला उज्यालो हुन्छ सनराइज हुन्छ नि हामी हेर्छौँ गुड मर्निङ गाइज अब सनराइज हुने टाइम आँटिसकेको होइन मोबाइललाई चाहिँ क्याप्चर गरिरहेको थिएन यस्तो भ्यू देख्दैन अलिअलि हिमाल देखिन थालेको छ होइन फाइनली गाइज यो चाहिँ सनराइज पछिको भ्यू सूर्य सिधै हिमालमा यो चाहिँ माछापुच्छ्रे हिमाल हामी प्रत्यक्ष हेर्न सक्छौँ यहाँ जुम गरेर यसकै छेउमा हामी अर्कोपट्टि चाहिँ आई थिङ्क यता अर्को कुनामा छ होइन होइन यतापट्टिको चाहिँ यो तपाईँलाई अन्नपूर्ण हिमाल रहेको छ यहाँबाट प्रत्यक्ष हामी जुम गरेर पनि हेर्न सकिरहेको छौँ मर्निङ भ्यू यस्तो देखिरहेको छ है यो चाहिँ घान्द्रुकको यहाँ गुरुङ बस्तीहरू छ सबै यो चाहिँ लामा हेरिटेज रिसोर्ट रहेछ होइन गुरुङ घान्द्रुक कल्चरल म्युजियम जस्तो हेर्न सक्नुहुन्छ ब्लग बनाउँदैछु साइड लाग्ने अनि यहाँभित्र चाहिँ यहाँबाट हिमाल देखिरहेको छ हेर्न सक्नुहुन्छ होइन आइज आइज घाम त यस्तो घाम लागिरहेको छ होइन मर्निङ भ्यू हेर्न सक्नुहुन्छ नि तपाईँहरू राम्रो आइरहेको छ
लाइटिङ मिलिरहेछ तेरो खिच यहाँ दामी भ्यू आउँछ नहिँड यहाँ हेर न यहाँ हिँड्दैछु त भिडियो बनाउँदै हिँड्नु पर्छ यस्तो ड्रेस लाएर खिच्नुपर्छ अनि हामीले यहाँ खाएको नि कताबाट जाने हो बाटो थाहा छैन यताबाट बाटो हो म्यापले त काम गर्दैन के गर्नु यहाँको म्याप न सेप यहाँ चाहिँ धेरै छ होइन कता जाने बाटो त्यतैबाट हो यी हराइने रहेछ यति धेरै होटल हुँदाखेरि पनि प्याक हुन्छ Oh my god के भइन्छ डिरेक्टरको घर अरे त है ओइ डिरेक्टरको घर भन्नुहुन्छ अझै हेर भ्यू हेर अब फरक अझै बगाल देखेर उल्टो बाटो हिँड्दैछौँ जस्तो भएर उहाँबाट स्ट्रेट यहाँ आउन सकिन्थ्यो त अर्को बाटो आयो त्यसो त सक्ने कुरा त जसले गरिहाल्छ दिस इज morning view guys ओके त रुक यहाँ पक्डी त म हिँड्छु मात्रै जस्तो जस्तो खिदिन हेर्न सक्नुहुन्छ होइन गाइस उयो माथिको हो कि जस्तो लागिरहेछ मलाई यहाँबाट माथि जानु कि बाटो छैन तर कताबाट हो कताबाट यो मान्छेलाई हेर्नु गाइस यही मान्छे हो हिँड्न सक्दिनँ भन्नु माथि कताबाट जानु हो अनि यस्तो छ नि त गाइस उयो माथिको हो कि जस्तो लाग्छ
सोधौँ न कसैलाई हो यहाँ तल त हुनै सक्दैन नि यो तल त हुनै सक्दैन होइन गाई यतै कतै छ आइज यहाँ सोध्दै छ दाजु दाजु गुरुङ कटेज कता हो यो सानो कुनाबाट थ्याङ्क यू यहाँबाट हो क्या यताबाट छैन नि माथि होइन यस्तो बाटोबाट हामी जाँदैछौँ होइन गाइज आइज जानुपर्ने रहेछ होइन राइट भन्छ त उहिले है माथि हो कलर सोध्ने सब लोकल मान्छे हुने उहाँ छ त त्यो हो कि जस्तो लाग्यो होटल यहाँबाट पनि माथि यता कन्फर्म हो अब नबोले इङ्ग्लिस अब हामी लगभग गुरुङ कटेज पुग्न आँटिसक्यौँ गाइज ओ माई गॉड यु क्यान वाच दिस भ्यू लागिसक्यो हिँड्न सकिरहेको छैनौँ यस्तो छ अवस्था माथि नै हो त यता हो कि यता हो कता कहाँ यता हो खोइ मेरो आँखैले भ्याएर कहाँ छ गुरुङ लेखेको ए हिरै छ त सोधौँ न कसैलाई माथि कहाँबाट जानु भने यताबाट यस्तो यस्तो ठाउँ एक्सप्लोर गर्न सक्थिस् त भ्यू हेर्नु गाइज म हिँड्नु थोरै अगाडि पछि त गुरुङ कटेज राइट साइड हिँड्न हेर कता मासतिर हो कि गेटतिर हो मासतिर हो मासतिर जस्तो लाग्यो मलाई
गाइस हामी ठाउँमा चाहिँ आइपुग्यौँ होइन पक्री यहाँ म हिँड्छु अलिकति अगाडि ओइ थोरै अगाडि हिँड्छु अनि त्यहाँबाट भिडियो गर्छु मेरो त भिडियो जाँदैन मलाई त फोटो खिच्नु पुग्छ के गान्धो कटेजको कसरी आउँछ मान्छे बसिरहेको होइन मैले जति बेस्ट ल्याउने हो त्यो ल्याइदिएको जाउँ ढिलो भएछ जहिले भ्याइन्छ त फाइनली गाइज हामी आइपुग्यौँ यहाँ होइन अब घर चाहिँ कसरी फर्किने हो थाहा छैन खोइ कता हाम्रो ड्रेस पाउनु ए माथि हाम्रो ड्रेस दिइहाल्छ नि है त्यहाँ लाउनुपर्छ यो होइन हामी जानु भनेको Having breakfast from this view. Good morning from Gangtok. You can see it from here. बैक साइड में बहुत देगा भिडियो गर्दैछु आइज आइज पकडिन
गाइस एड्रेस लाउँदैछु है अब यहाँ फोटोसुट हुन्छ हेर्दै गर्नु होला तपाईँहरू होइन खतरा हुनुवाला छ बहिनीले तर हामीलाई 2 घन्टा पर्दै बेल्ट हेर्नु बेल्टको कस्तो बेल्ट लाउनु छ मैले हाफ प्यान्ट लगाएको काम लागेको गाइस यहाँ बहिनीले स्ट्रगल गर्दैछ मलाई बेल्ट लाउनलाई म मोटो भएर यहाँ मोटो भएर हैन मोटो नै भएको पुरो बेल्ट मिलाउन सकेको भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद भिडियो चाहिँ पेन्ट झर्दैन अनि यो हिँड्न झर्छ क्या